यहाँ छ नि गाइस, यहाँ पहिला हामी सानोमा गऱ्यौँ यस्तो पौडी खेलिन्थ्यो, एकदम माथि थियो कि यो खोला। मैले त कति तल पुगेको है, यस्तो डर लाग्ने हो क्या। खोल्सा खोल्सा माथिबाट खोताल्दै न अन्त ढुङ्गो के पोखरा एकदम खोल्सा छ अन्त खोल्सा नै भयो यार है। यस्तो पौडी खेल्न मजा हुन्थ्यो, यस्तरी बगेर हुन्छ नि। कोही त यो पुलबाट नै हाम फाल्थ्यो कि दिउँसो एक्लै आउन यस्तो डर लाग्ने। यति बेलासम्म यति धेरै मान्छे हुन्थ्यो यहाँ पौडी खेल्ने ठाउँ, पौडी खेल्ने ठाउँै हुन्थेन क्या, यस्तो धेरै मान्छे हुन्थ्यो। अहिले त सुनसान छ, यस्तो डर लाग्ने कि। यो यहाँ पुरै मान्छेहरू हुन्थ्यो, यहाँ लुगा धुने सुकाउने नुहाउने। त्यो डाँडाबाट हाम फालिन्थ्यो। के भएको अहिले त यस्तो डर लाग्ने। हिमाल देखिन्छ नि त होइन, माछाको हिमाल हेर्नु। मलाई डर लाग्ने अहिले त यार, म यहाँ एक्लै आएको छु नि त यो बाटो, म एक्लै आएको नि त, मलाई डर लाग्छ त्यहाँनिर। पहिला चाहिँ यहाँ अलि हिँड्नलाई यस्तै बाटो थियो, चिप्लिन्थ्यो। अहिले चाहिँ जोस् सिडी बनाइदिएको छ, यति राम्रो बनाइदिएको छ, जोस् राम्रै भएको छ होइन। ऊ त्यो धारामा चाहिँ नुहाइन्थ्यो क्या, त्यहाँ धारा छ नि त, अझै नुहाइरहेको नि त यो धारा। यो धारामा नुहाउन चाहिँ एकदम तातो पानी आउँथ्यो यहाँ चाहिँ जति म देखाइदिन्छु सबै। यो उकालो उक्लिन यति गाह्रो हुन्थ्यो अनि माछा पनि यस्तो दामी, यति धेरै हुन्थ्यो। यो कति तल भएको अहिले त खोला नि, डरै लाग्ने गरेर सुरुङमै गएको जस्तो छ नि त है। यहाँबाट हाम फालिन्थ्यो पहिला, यहाँबाट अघि भर्खर म माथि पुलबाट आएँ नि त, त्यो पुलबाट आएँ। एक्लै आउन त्यस्तो डर लाग्ने कि, कतै भुतै लाग्छ, खोलाको भुतै लाग्छ कि भन्ने डर कि है। आइयामा म अगाडिबाट देख्छु पुरै है। ल हेरौँ त, यो पुल भएन म आएको भर्खरै। यहाँबाट हामी यस्तरी पारी नागिन्थ्यो कि, यहाँ मुनि खोला छ नि त, अन्त डर लाग्ने, चिप्लेर फेरि भात्रा मजा आला तल छ नि त यो खोला। यहीँ माथि थियो क्या, यहीँ माथि, यहीँ यस्तरी छोइन्थ्यो यार। कति तल गएको पानीले त खोताल्दै गयो त है। अहिले त डर पो लाग्छ। यहाँ जम्प गरिन्थ्यो कि यस्तरी, खै गरेर जम्प गर्ने, अनि त्यहाँ त्यो पालमा छिरेर गइन्थ्यो। अहिले त डर पो लाग्ने यार है। यस्तोबाट हिँड्दै गइन्थ्यो कि, अन्त सक्दिनँ होला है, अन्त डर लाग्थ्यो छिटेर। फेरि अहिले यहीँ माथि पानी हुन्थ्यो र पो मजा आउँछ। अहिले त तल पुगेछ, अझै पनि गइरहेछ होला क्या यहाँ। अनि त्यो झलिङ्गे पुल भयो नि, तिनवटा मान्छेले बाख्रा दोहोरेर राख्ने। त्यो बाटो चाहिँ सेरेबेसी जाने, सेरेबेसी त्यो पुल बन्यो नि, पक्की पुलबाट चाहिँ बाइकहरू हिँडिरहेको नि, यताबाट सेरेबेसी हुँदै थप्रेक जान मिल्छ है। पहिला त्यो झलिङ्गे पुलमा यति धेरै मान्छे हुन्थ्यो, अहिले त आमामा यहाँबाट नागेर त्यहाँ पारी पुगिन्थ्यो। यहाँ सर्प खालको क्या है, सर्प देखिन्छ त्यहाँ के हो नि, यस्तो डर लाग्ने ठाउँ यहाँ। को पौडिन सक्छ अहिले यहाँ। माछा त फेरि डेन्जर छ क्या यहाँ। अहिले को पौडी खेल्न सक्छ त है, हिँड त कति तल छ। ए यस्तो डर लाग्ने ठाउँ यार। खुट्टा कामेको अहिले त लक कामेछ यार खुट्टा पनि। यस्तो चेन्ज भइदिरहेको है।
काटे पुल हो क्या यो पहिला हामी यहाँबाट हाम फाल्थ्यो यति धेरै हुन्थ्यो मान्छे यहाँ पौडी खेल्ने के भएको अहिले यार यति तल गएर यति तल गएको डरै लाग्ने त्यो पानी रे पानी यो काटे पुल चाहिँ किन हाम फाल्छ त अय्या यस्तो डर लाग्ने कालै भएछ पानी क्यामेराम्यान नभएपछि यस्तै हुन्छ क्या फेरि यहाँबाट यत्रै हाम फालिन्थ्यो कि है घोप्टे चाहिँ मोबाइल नि यहाँबाट हाम फालिन्थ्यो कि पहिला हामी यस्तै जान्थ्यो बाम मान्छ त्यहाँ त बामै बाम हुन्थ्यो क्या अनि यहाँबाट पारी हुन्थ्यो कि अन्त डर लाग्थ्यो कि हो यहाँ पारी हाल्थ्यो होइन तर हाम फालिन्थ्यो कि अहिले त लास्ट डर लाग्ने यस्तो डर लाग्ने भएर चाहिँ अहिले त हिच्छा के भन्ने मान्छेहरू पौडी खेल्न नि नआएर हो क्या होइन पौडी खेल्न नि नआएर हो यस्तो दौडिँदैन माछा मार्न है तर फोहोर पनि भइरहेछ कि त्यही भएर अलि सफा गर्ने बेला भएछ माछा त कत्रो कत्रो है यस्तो कालो पानी भएछ माछा देखेछ है फोहोर बढेछ है खोलामा फोहोर बढेछ सफा गर्ने बेला भएछ कति गहिरो भएको कि माछाहरू यो त फोहोरै फोहोर भएछ नि कुदियोलामा त्यो दाइ माछा मार्ने हुन्छ नि मजाले धेरै खोला सफा गर्ने बेला भएछ है फेरि गए चाहिँ हाम्रो के अरे युवाहरू कता गएछन् हिमालय ज्योति क्लबको युवाहरू सबै मिलेर खोला सफा गर्न पर्यो अरे नि त पहिला यहाँ कस्तरी पौडी खेलिन्थ्यो अहिले छ्या यस्तो फोहोर चाहिँ खुदिखोला के अरे खुदिखोलाको सान पहिचान भनेर चिनिने ठाउँ होइन यो कति धेरै पौडी खेल्न आउँथ्यो पहिला यहाँ अहिले खोइ कोही आउँदैन खै त सफा गर्न पनि भयो हुन त ठाउँ नि एकदम डरलाग्दो अरे होइन अहिले त जाडो महिना भएर हो हेरौँ न अब गर्मी महिना पनि आउँछ कि आउँदैन ओके यो चाहिँ हाम्रो खुदिखोला 1 नम्बरको होइन वडा नम्बर 32 को नेचुरल स्विमिङ प्लेस स्विमिङ एरिया स्विमिङ पुल अहिले त अलिक फोहोर छ है हामी सफा गर्छौँ है अहिले जाडो भएर पानीमा डुब्न अप्ठ्यारो भयो नि त सफा गरेपछि एकदम राम्रो हुन्छ चिन्ता मान्नु पर्दैन ओके सी यू पहिला म सानोमा के अलि सानोमा यहाँ पौडी खेल्ने बेलामा यस्तो नै खेल्थेँ कि म देखाउँछु फेरि पल्टे लाएर फेरि भाग्लाइङ्ग खोलामा यस्तै जान्थेँ कि खर्च कि क्या हो भनेको कि सके के गर्छु अब हाम फाल्न सकिन्छ कि जम्प अयो सानोमा यस्तरी खेलिन्थ्यो क्या यस्तरी खेलेको यस्तरी हाम फालेको याद आयो त्यही भएर
जम्प गरेको किन बाउला नभनौँ है साथीहरू है म उफ्रेर नआएको थिएँ नि यहाँबाट हाम फालेको है यहाँबाट यता जम्प गरेको के अरे अनि यहाँ तलबाट त यहाँ माथि जम्प गर्न त अलिक गाह्रो हुन्छ नि त जम्प गरेको अब म पारी पारी हुँदै जान्छु 2 नम्बरबाट घरतिर है ओके सी यू गाइस लाइक शेयर सब्सक्राइब गरौँ है सिमोन खड्का युट्युब च्यानल